अब मनसुन पनि लाग्यो र यो मनसुनको सिजनमा घर बनाउन हुन्छ कि हुँदैन भनेर हामीलाई धेरैजनाले सोध्नुहुन्छ। घर बनाउन हुन्छ र घर बनाउँदाखेरि फाइदा पनि हुन्छ र त्यो फाइदा के छन् आज म तपाईँहरूलाई त्यसको बारेमा चाहिँ जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। अब पहिलो कुरा भनेको मनसुन सिजन भन्ने बित्तिकै पानी पर्ने सिजन हो, जसले गर्दाखेरि चाहिँ तपाईँको एकदमै सुक्खा ठाउँमा घर बनाउँदै हुनुहुन्छ भने पनि त्यसले गर्दाखेरि चाहिँ तपाईँलाई त्यो समयमा पानी चाहिँ आफ्नो कन्स्ट्रक्सनको लागि आवश्यक पर्ने पानी चाहिँ एकदमै राम्रोसँग सहज तरिकाले चाहिँ उपलब्ध हुन्छ। त्यसै गरी तपाईँले त्यो समयमा घर बनाउँदै हुनुहुन्छ भने तपाईँले माटोको परीक्षण गर्न पनि तपाईँलाई एकदमै सहज तरिकाले चाहिँ माटोको उत्खनन हुन्छ। त्यसै गरी अर्को कुरा भनेको तपाईँले यो समयमा यो सिजनमा त्यति धेरै चाहिँ घरहरू चाहिँ बनिराख्दैन, किनभने हिउँदको सिजनमा सुरु हुन्छ र यो चरण भनेको तपाईँको फिनिसिङको चरणहरू हो। प्रायः जसो घरको चाहिँ यो सिजनमा चाहिँ तपाईँको फिनिसिङको कामहरू चलिरहेको हुँदाखेरि चाहिँ नयाँ कन्स्ट्रक्सनका साइटहरूमा काम गर्नको लागि तपाईँको कामदार र त्यसै गरी तपाईँको ठेकेदार पनि एकदमै सजिलो तरिकाले चाहिँ उपलब्ध हुने हुन्छ। त्यसै गरी अर्को कुरा भनेको तपाईँको यो सिजनमा चाहिँ पानी परिरहने हुँदाखेरि चाहिँ तपाईँको स्ट्रक्चरल एलिमेन्टहरूमा चाहिँ त्यति धेरै क्युरिङ गर्नुपर्ने हुँदैन र सिमेन्टको सेड चाहिँ एकदमै राम्रो तरिकाले हुने हुनाले चाहिँ तपाईँहरूले केही सावधानी अपनाएको भरमा नै तपाईँको घर चाहिँ एकदमै बलियो र सुरक्षित पनि हुने हुन्छ। त्यसै गरी यो सिजनमा धुलो कम हुने हुनाले तपाईँको कामदारलाई काम गर्न सजिलो पनि हुन्छ र त्यसै गरी तपाईँको चाहिँ काम पनि एकदमै छिटो र छरितो तरिकाले हुने गर्छ। यी त थिए तपाईँहरूले मनसुन सिजनमा घर बनाउँदाखेरि हुने फाइदाहरूको बारेमा जानकारी र यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो पेज राइज अफ डिजाइन एन्ड कन्स्ट्रक्सनलाई फलो गर्दै गर्नु होला है त।